म चाहिँ फेरि मेरो बेस्टिजीको आगा चाहिँ फेरि अर्को मिनी भ्लग लिएर आएकी छु। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म चाहिँ बिहानै उठेँ, आज चाहिँ 5-6 बजीतिर उठेको थिएँ। सधैँ 5 कति बजी उठ्थेँ अनि उठेँ। अनि त्यसपछि आगो बालेँ। आगो चाहिँ अचाल बर्खा टाइममा के भएर आगो पनि बोल्न टाइम लाग्छ कि कस्तो ज्या हुन्छ यो आगो, च्याप्प बोल्दैन। अनि आगो बलेपछि मैले चाहिँ बढार बुडुर पारेँ। मैले बढार्ने, मेरो छोरोले चाहिँ ल्याउँदै पुग्दिँदै बढाएर घुर ल्याउँदै फालिदिँदै गऱ्यो। अनि फेरि यहाँ फेरि कुचो खोसेर बढी जान्ने हुनपर्छ, फेरि उहाँलाई चाहिँ बढार्नुपर्छ। अनि बढारेँ। अनि त्यसपछि दैलो लिपेपछि हाम्रो घर चाहिँ जति सफा गर्छु अनि यो कपडा राख्ने होइन भन्दा पनि हाम्रो फ्यामिलीले मान्न, कपडा झुन्ड्याएको हुन्छ। हाम्रो घर एनी टाइम आउँदा नि यस्तै नै हुन्छ। अनि मुख धोएपछि तातो पानी पिएँ 1 गिलास। अनि मम्मीले चिया बनाउँदै हुनुहुन्थ्यो। अनि चिया बिस्कुट खाएँ। अनि पसल जानको लागि दुबो अनि फुल टिपेँ। पसल गएर चाहिँ पूजा गर्नुपर्छ नि त, पसलमा फुलहरू छैनन्। त्यही भएर मैले घरैबाट फुलहरू टिपेर लग्छु पसल। अनि पसल झोला बोकेँ। अनि पसल लागेँ पसलतिर म चाहिँ। अनि पसलमा पुगेँ। पसलमा पुग्दा चाहिँ सानी कस्टमर आएर वेट गरिरहेकी रहेछन् मेरो। अनि सटर खोलेँ। यो चाहिँ भ्लग बनाउने चक्करमा चाहिँ एकछिन टाइम चाहिँ अलि बढी लाग्दो रहेछ कि मोबाइल अड्डायो। अनि कहिले कता राखेँ। अनि पसलभित्र छिरेँ। म चाहिँ अलि राम्रोसँग भ्लग बनाउन होइन, अझै राम्रोसँग सिक्दैछु म चाहिँ। अनि पसलभित्र छिरेपछि बढार बुडुर पारेँ। फोहोर चाहिँ जति मिलाए पनि पसल मिल्दैन। अनि चाहिँ यो बासी जल हो नि त, फेर्नु पर्यो। अनि फेरि मैले भाँडा माझेर साजी जल भरेर ल्याएर अघि घरबाट ल्याएको फुल अनि दुबो बेलामा टक्क सजाएर राखेँ। फुल चाहिँ यति बेला अहिले सिजन पनि होइन, खासै फुल पनि छैन, यही रातो फुल छ, 12 मासे भन्छन् क्या यो फुललाई। अनि टक्क पूजा गर्ने ठाउँमा राखेँ तोकेपछि। अनि चाहिँ अगरबत्ती सल्काएँ। चाहिँ त्यहाँ बाहिर कस्टमर आउनुभएको थियो। अनि हाँस्दै कुरा गर्दै अगरबत्ती सल्काएँ। अनि पूजा गरेँ। अनि त्यसपछि म चाहिँ खाना पसल बन्द गरेर फेरि खाना खानको लागि घर निस्किएँ। त्यहाँ चाहिँ आन्टीले जिस्काइरहनु भएको, आजकल के गर्छन्, खालि टिकटक बनिहान् भन्नुहुन्थ्यो। अनि म चाहिँ खाना पसल बन्द गरेर कुटुरो चाहिँ एने बारे जत्थेर निस्किरहनु, घर आउँदा कुटुरो लिएर आउने हो। अनि खाना खाएँ। मम्मीले चाहिँ आज झोल पकाउनु भएको रहेछ, झोलसित भात खाएँ। त्यसपछि भाँडासाँडा माझेँ। गर्मी महिनामा चाहिँ भाँडा माझ्न आनन्दै आउँछ कि पानी खेलाउन पाइन्छ। जाडो महिनामा चाहिँ झ्याउ लाग्छ यो भाँडा माझ्न। गर्मी महिना चाहिँ मेरो रुम चाहिँ यस्तो फोहोर भएको थियो नि, 9-10 दिन भएको थियो होला मलाई मैले सफा नगरेको। ल्याउँदै कपडा राख्दै फाल्दै धुँदै ल्याएको कपडा फाल्दै राख्दै गरेको थिएँ। अनि बेड पनि मिलाइ थिइनँ। अनि यस्तो झुलमाथि चाहिँ मेरो चाहिँ क्रिम राख्ने, कपडा फाल्ने ठाउँ भएको थियो। मेकअप गर्दै फ्यात्त राख्दै फ्यात्तै राख्दै किनकि म चाहिँ यो रुममा सुत्दिनँ थिएँ। मम्मी एक्लै उता अर्को रुममा सुत्दिन्थ्यो। त्यही मम्मीको लागि मम्मीसित साथी म छुट्टै रुममा सुत्थेँ। आज चाहिँ हाम्रो बाबा हुनुहुन्छ। बाबा चाहिँ बिरामी भएर काठमाडौँ जानुभएको थियो। आज चाहिँ 20 दिनको दिन बाबा घर आउँदै हुनुहुन्थ्यो। अनि म चाहिँ अबदेखि यो रुममा सुत्छु। अनि यो रुम फेरि सफा गर्नु पर्यो नि त, आफू रुम अब सुत्ने भएपछि त। अनि कपडा पटाएँ। मलाई चाहिँ यो रुमलाई चाहिँ यस्तो राम्रो डेकोरेसन गर्न मन लाग्यो नि। कसरी डेकोरेसन गर्ने होला गाउँको रुम, यस्तो भनिदिनु त, मलाई टिप्स दिनु त। मलाई चाहिँ त्यो मनी प्लान्ट अनि लाइटिङ हुन्छ नि त, लाइटिङ ल्याएर टक्क ल्याएर अनि वाल कभर हो कि के भन्छन्, वाल पेपर हो कि के भन्छन् नि, भित्तामा टाँस्नेवाला, त्यो ल्याएर चट्ट राख्दा कस्तो देखेला। यस्तो माटोको भित्तामा त्यसले छोप्छ कि नै भनिदिनु त साथीहरू। अनि म चाहिँ रुम मिलाइ यो सिरक चाहिँ म ओढ्दिनँ, फेरि यस्तो गर्मीमा पनि त्यत्रो फाइबर भन्नुभयो होला। म चाहिँ यो थन्काउन अनि राख्न मलाई झिँजो लाएर, अब आमा छोरा सुत्ने नि त, यो ठुलो छ बेड, त्यही भएर कुनापट्टि त्यो राख्छु। अनि यो पातलो कम्मल ओढेर चाहिँ म सुत्छु। अब आमा छोरालाई त्यत्रो खाटमा जति पनि स्पेस पुग्छ के अरे, त्यही भएर। अनि बढारेँ। अनि मैले चाहिँ रुम चाहिँ सफा गरेर सकेँ। फोहोर चाहिँ कति निस्किएको थियो नि, धेरै दिनमा बढारेको भएर।
अनि बढाएँ अनि चाहिँ कपाल सपाल गरेँ फेरि रेडी भएँ पसल जानको लागि अनि चाहिँ रेडी भएर निस्केँ अब यो खाना खाएर यो पसल जाने बेलामा चाहिँ यति गर्मी हुन्छ नि साथीहरू यति गर्मी गाउँमा यति गर्मी हुन्छ भनेपछि बजारमा कति धेरै गर्मी होला उफ त्यही भएर गाउँमा बस्नु अलि बेसै हुन्छ कि त्यही भएर सबै बजार भन्दै जानु हुन्न त्यसै हाम्रो गाउँमातिर चाहिँ एक घर एक धारा भन्ने छ आइरह त्यहाँ पाइप खन्यो अनि पसल पुगेर फेरि पसलभित्र छिरेँ पसलभित्र पसेँ अनि घुम्ने कुर्सीमा बसेँ अनि यस्तो गर्मी भएको थियो नि त आउँदा बित्तिकै पङ्खा खोलेँ अनि एकैछिनपछि अङ्कलले मलाई चिया ल्याएर दिनुभयो चाहिँ यहाँलाई चाहिँ चिन्नुहुन्छ यहाँ पदम नेउपाने भन्ने कलाकार हो हाम्रो गाउँको अनि मोमो ल्याइदिनु भयो एउटा दाइले अनि मोमो खाएँ बाबा कप्पो खाएको त मुखै डढ्यो अनि यस्तो मिठो थियो अनि त्यसपछि यहाँ चाहिँ फोहोर मस्तै भएको थियो मैले फेरि आगो लगाइदिएँ गर्मीमा आगो ताप्नलाई अनि फेरि रात पऱ्यो 8 बजीतिर चाहिँ मेरो बाबा आउनुभयो आजकै दिदी पनि आउनुभएको थियो अनि बिस्तारै बाबा चाहिँ गाडीबाट झर्नुभयो अनि मेरो चाहिँ सानो पार्सल आएको थियो यो चाहिँ भोलि ओपनिङ गर्छु यसको भिडियो चाहिँ भोलि हाल्छु अनि हामी त्यो घरतिर लाग्यौँ बिस्तारै अनि घर जाँदा बाबु चाहिँ निरसले थियो बाबुको काखमा बस्यो आजको लागि मेरो भ्लग सक्यो ओके बाइ